हेलो साथीहरूलाई हेर्नुहोस् त खोला बेसरी बढेको छ, भल आएको छ, पानी मडारिँदै तल बगिरहेको छ। यही बेलामा चाहिँ माछाहरू माथि जान खोज्दैछन्, तर खोलामा पानी ठुलो हुनाले माछालाई माथि जानलाई सकस भइरहेको छ। माछा उफ्रिँदै फड्को मार्दै माथि जाने तर्खरमा छन्। यो बेलामा जाल हानेर माछा मार्नुभन्दा पनि माछा चाहिँ एकदम आफै माथि आइरहेकोले यसमा सानो एउटा झोला जस्तो राखेर माछा सँगाल्ने काम हुँदैछ। एउटा लौरोमा यसरी माछालाई सँगालिँदैछ। अब माछा चाहिँ कति पर्या त यसमा सबै त परे होइन, तर माछा धेरै माछा आएको छ। ल हेर्नुहोस् है, त अब यहाँ देखाउँदैछौँ हामी यसमा कति माछा परेका रहेछन्। ल हेर्नुहोस्, ओहो हो, यो अलि कम्ती नै छ। अब एकछिन दुःख गऱ्यो भने चाहिँ ओहो, ल हेर कति राम्रो माछा, सेम टु सेम, अल सेम, सबै बराबर माछा। ल हेर्नुहोस् त, एउटै साइजका, एउटै रङका, सबै एउटै।